साबिक लेखनाथको वडा अध्यक्षहरूलाई यस्तो किसिमको कार्यक्रम एउटा देखिने खालको जनताले अनुभव गर्ने खालको कार्यक्रम लैजाउँ भनेर पहिला मैले व्यापक कुरा राख्थेँ। त्यतिखेर अब यहाँ राजनीतिको कुरा गर्दा हामी 32 र 27 थियो र त्यसपछि हाम्रो अरू पार्टीका साथीहरूको थियो र मैले धेरै समन्वयकारी भूमिका अग्रज दाइहरूले थिए। प्राय उहाँहरूसँग मैले धेरै समन्वय गर्थेँ। ए दाइ हो कमसेकम एउटा चाहिँ साबिक लेखनाथलाई लैजाउँ, एउटा केही कार्यक्रम लैजाउँ, सल्लाह गरौँ भन्दा बजेट बनाउने बेला आयो अनि फेरि यही ताल आफ्नो आफ्नै वडामा कसरी लाने भन्ने मात्रै हुने अनि ती कुराहरू ओजन पर्ने यो बारम्बार भएको र अहिले हामी निर्वाचित भएर आएका छौँ। मैले यो कुरा साथीहरूलाई बारम्बार भन्ने गरेका छु तर हामी पनि अझै निचोडमा पुग्न सकेका छैनौँ। म आज यहाँ सम्पूर्ण साथीहरू 90% व्यक्ति धेरै बौद्धिक व्यक्तिहरू गइसक्नु पनि भएको छ। अब हामीले साबिक लेखनाथ भन्न भनौँ कि पहिलो कुरो कि साबिक लेखनाथ के अरे भन्ने हो र यसलाई फिर्ता ल्याउने हो भने त्यस्तै किसिमको कार्यक्रम लैजाउँ, होइन भने साबिक लेखनाथ भनेर हामी अब पछि पर्ने काम नगरौँ भन्छु। म नयाँ पोखरा त पोखरा महानगरकै फलानु वडा भनौँ क्या। म यो कुरा भन्न चाहे साथीहरूलाई, सबभन्दा हामी साबिक 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 भनेर झन् पछि परेको जस्तो मलाई लाग्छ र धेरै यहाँ सुझावहरू आयो। त्यो सुझावहरूलाई अब हाम्रो महानगरकै सल्लाहकार बाबु सर पनि यहीँ हुनुहुन्छ, अब उहाँले पनि धेरै नै रियलाइज गर्नुभयो होला। यी कुराहरू अवश्य पनि आउने छन्। सबभन्दा ठुलो कुरो मैले आफ्नो अनुभवले के भन्छ भने तालिम यो नभएर हामी पछि परेको होइन, पैसा नभएर हामी पछि परेको होइन जस्तो मलाई लाग्छ। हामी सबै वडामा टोलहरूमा जानुस्, हरेक टोलमा 10 देखि 15 लाख नभएको कुनै वडा छैन। कुनै कुनै वडाको त 1 करोड, टोलको त 1 करोड भन्दा माथि गएर हेडेक भएको अवस्था पनि छ। र सहकारीको रकम हेर्नुहोस्, मेरो वडामा 8वटा सहकारी छ। त्यो 8वटा सहकारीको रकम मात्रै हामीले प्रयोग गर्न सक्ने हो भने पनि धेरै फाइदा हुन्छ जस्तो मलाई लाग्छ। अब यसमा कसले यसको भूमिका खेल्ने, कसले यसको नेतृत्व लिने, हामी अलिकति यो विषयमा आन्दोलनमा यसै रमलिरहेको जस्तो लाग्छ। हामी विशेष यस्ता यस्ता कुराहरूमा ध्यान दिने हो भने अगाडि बढ्न सक्छौँ जस्तो लाग्छ। म यहाँले के निवेदन गर्न चाहन्छु भने अब यहाँ धेरै कुराहरू आए, धेरै कुराको सवाल जवाब भन्दा पनि अब हामीले लेखनाथमा अनि यो अलिकति ढिलो पनि भयो। फेरि म आयोजकलाई भन्न चाहन्छु यो 2 महिना पहिला हुनु पर्थ्यो। आज सङ्घको बजेट लगभग कुन वडामा कति पर्यो, कुन क्षेत्रमा कति पर्यो भन्ने लगभग फाइनल आउट भइसकेको छ है। अब त्यो हामी त्यसमा पनि चुक्यौँ भन्ने लाग्छ मलाई। त्यतिखेर आजभन्दा 2 महिना पहिला सल्लाह गरेर सङ्घमा हाम्रो यहाँको हाम्रो प्रतिनिधि, हाम्रो माननीय सांसदहरूलाई पनि राखेर तपाईँहरूले हेर्ने यो 1-2वटा योजना, यो 2-3वटा योजना हाल्नै पर्छ भनेर अगाडि बढेको भए सायद हामी सफल हुन्थ्यौँ होला। र अब प्रदेशको कुरा गरौँ, प्रदेशमा पनि हामी मलाई लाग्छ पछि परिसकेका छौँ। उहाँ पनि धेरै उसमा गइसकेका छौँ, ढिलो भइसक्यो जस्तो लाग्छ मलाई। अब यसमा पनि हामीले 1-2वटा योजना भन्ने हो भने मुख्यमन्त्रीजीले नहाल्न सम्भावना हुन्छ र नहाल्ने सम्भावना हुन्छ र अझै सानो छ नि। अब स्थानीय तहको आउँछ, हामी अवसरमा वडाबाट त यो किसिमको सिरिङ आइसकेको छ। हामीले त्यसलाई अझै उस गरिरहेका छौँ। यो के अरे प्रदेश र सङ्घको कस्तो बजेट आउँछ भनेर हामी हेरिरहेका छौँ भने अब महानगरमा पनि हामीले साबिक लेखनाथ भनिरहँदा यहाँ के गर्ने हो त नि भन्ने विषय 1-2-3 कार्यक्रम लगेर मेयर साहबलाई भन्ने हो भने त्यो सम्बोधन नगर्ने सम्भावना कम हुन्छ जस्तो मलाई लाग्छ। त्यस कारणले आज यहाँ धेरै कुराहरू आयो, कसले लेखेन मलाई थाहा भएन होइन। धेरै साथीहरूले लेख्नुभयो, के गर्नुभयो। अब समग्रमा पत्रकार साथीहरूलाई नै यो जिम्मा दिएर कुन योजना अब महानगरमा प्रदेशमा जाने हो भने पनि अझै हाम्रो राजनीतिक दलका साथीहरू पनि यहाँ हुनुहुन्छ, नभए पनि उहाँहरूलाई बोलाउँ
र हाम्रा माननीयहरूलाई पनि यो योजना तपाईँले हाल्नुपर्छ भनेर हामी 18 वडा अध्यक्ष जाने हो कि ती योजनाहरू लिएर जाउँ भन्ने कुरा राख्न चाहन्छु। म ढिलो भइसक्यो, अब यो धेरै कुराहरू आएको छ यहाँले दिएको सुझावमा, अवश्य पनि हामी त्यसलाई ध्यान दिएर अगाडि बढ्ने म प्रतिबद्ध गर्न चाहन्छु। अब यो धेरै कुराहरू आएको छ, यो कमी कमजोरी यहाँ हो कुराहरू। अब तालचोक बेलनास्थलको बाटोको कुरा राख्न चाहन्छु, म सानो कुरा राख्न चाहन्छु। तालचोक बेलनास्थल बाटो पहिला मेयर मनबहादुर जीसीको पालामा लगभग अन्तिम अवस्थामा पुगेको हो, त्यसलाई निरन्तरता दियो, बाटो चाहिँ टेन्डर भयो, टेन्डर पर्यो, केही समस्याहरू आयो, त्यसपछि हामी त्यहाँ गुनासो सुनाइ समिति भनेर हामी हाम्रो 30 को वडा अध्यक्षको सहयोगमा हामी बस्यौँ। हामीले पहिल्यै निर्णय के गर्यौँ भने सेन्टरबाट 15 मिटर भनेर हामीले निर्णय गर्यौँ। त्यो निर्णय केही साथीहरूले के भन्नुभयो, तपाईँले के हेरेर निर्णय गर्नुभयो, कसरी निर्णय गर्नुभयो भनेर हामीलाई आक्षेप लाग्यो। र म यहाँहरूलाई के निवेदन गर्न चाहन्छु भने अहिले पनि हाम्रो हरेक बाटोहरू छ, हाम्रो भित्र बाहिर जति बाटो छ, ती बाटोहरूमा हिजो तैँले यति छोडेको मैले यति छोडेको भनेर गयो भने हामी सफल हुन्छौँ? सफल हुँदैनौँ। आज जे छ त्यही बाटोमा 15 मिटर अथवा कति हो त्यसको मापदण्ड, त्यसमा जाने हो भने मात्र हामी सफल हुन्छौँ भन्ने उद्देश्यले हामीले त्यो निर्णय गर्यौँ। अहिले त्यो मुख्य टाउको दुखाइको विषय भइरहेको छ। अब साथीहरू यो के अरे जनप्रतिनिधिले मात्रै जिम्मा लिनुपर्छ भन्ने होइन, त्यो बाटो तालचोक बेलनास्थलको बाटोमा मोरियादेखि अगाडि यहाँ समस्या आएको छ। यसको मेन समस्या भनेको त्यही हो, महानगरले सेन्टरबाट 15 मिटर गर्ने, त्यो त्यहाँ अलिकति पहिला तत्कालीन समयमा सरकारले किनेको जग्गा के भन्ने कुराहरू आएको छ, त्यसमा चिन्ह लगाएर राख्ने भन्दा नि उहाँहरू मान्नुहुन्न। त्यस्तो किसिमको कुरा आएको, यहीँ तालचोकबाटै सुरु भयो, मेरो वडामा आएर घेरिहाल्यो। त्यस्तो गर्ने हो भने हाम्रो यहाँ पनि गर्नुपर्छ भन्ने खालको कुरा आयो भने त्यसमा हामी सफल हुन सक्ने कि नसक्ने, म साथीहरू सबैलाई यसमा सबै एकजुट भएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ। अब यो हाइवेको विषयमा तपाईँ हामी सबै ज्ञात छ, कतिपय हाम्रो तालचोकमा कति समस्याहरू पनि छ। अब हाम्रो सुरजन जानुभयो, आफ्नो कुरा राख्नुभयो, जानुभयो, उहाँलाई पटक उहाँको घरमा केही काट्न पर्ने कुरा आएको छ, अथवा उहाँलाई पटक कुरा गर्दा उहाँले चाहिँ वास्तै गर्नुभएको छैन। अब सम्बन्धित निकायले चाहिँ हामीलाई दबाब दिइरहेको छ, छिटो गर्नु पर्यो भनेको छ। अब उहाँहरू कुरा राख्नुहुन्छ, हिँड्नुहुन्छ, यस्ताबाट हामीले बुझिरहेको छौँ। अरू सानोतिनो कुराहरू, अब म यो युवा क्लबहरूको कुरा पनि राख्न चाहन्छु। अहिले विपदको कुरा छ, सशस्त्रमा तालिम भइरहेको छ, युवा क्लबहरूले कमसेकम प्रतिनिधित्व गरेर जाऊ न, त्यहाँ तालिम गर्न जाऊ भन्दा कोही पाउँदैन। मलाई लाग्छ मेरो वडामा मात्रै होला, सबै वडामा त्यही समस्या होला जस्तो लाग्छ मलाई। कोही युवाहरूलाई त्यहाँ चासै छैन। अब सम्भवतः अब 30 वर्षपछिकै सबभन्दा ठुलो पानी पर्छ भनेर मौसमविदहरूले पूर्व घोषणा गरेका छ। यो समस्या कस्तो आउने हो, त्यसबाट जुझ्नलाई अहिले नेपाल सरकारले जुन कोसिस गर्यो त्यो स्वागतयोग्य छ। त्यसमा हामी संलग्न हुने भन्नेको कोही हाम्रो भाइहरूको उसै छैन, चेष्टै छैन। 18 दिन कसरी जाने भन्ने खालको गैर जिम्मेवार कुराहरू आएको छ। जे होस्, म पुनः अन्तिममा टुङ्ग्याएँ साथी हो, यहाँ समग्र कुराहरू, खानेपानीको कुराहरू, यहाँ सबै कुराहरू आएको छ। खानेपानीको कुरा गर्दा मैले सबभन्दा खानेपानीको विरोध गर्ने मान्छे म, र महानगरमा पनि मैले हाम्रो यहाँ मात्रै होइन, महानगरमा पनि तत्कालीन मनबहादुर जीसीलाई यो खानेपानीको विषयमा साबिक पोखरामा यो साबिक लेखनाथमा यो के हो भिन्नता भनेर धेरैचोटि कुरा उठाउने मान्छे मै हो। र म तत्कालीन समयको केही अनुभव तपाईँलाई सेयर गर्न चाहन्छु। विभिन्न होटलहरूमा जुन यो जाइकाको विषयमा धेरै होटलहरूमा मिटिङ बस्यो, म हामी पनि यता प्रतिनिधि जान्थ्यौँ। मैले तत्कालीन समयमा पनि भन्थेँ यो लेखनाथ होइन, आउँदैन यसमा, यो जाइकाले लेखनाथ हेर्न मिल्दैन भन्ने कुराहरू धेरै गरेँ। हामी तत्कालीन वडा अध्यक्ष गएर त्यहाँको हाम्रो खानेपानीको अध्यक्ष को श्रेष्ठ हुनुहुन्थ्यो, उहाँसँग बसेर कुरा गर्ने धेरैचोटि कुरा गरेँ। मनबहादुर जीसीजीले ग्रिन सिग्नल दिनुभएको छ यहाँ भन्ने कुरा आयो। अनि त्यसपछि यो त्यसमा मलाई के लाग्छ भने राजनीति हस्तक्षेप भयो कि भन्ने मलाई लाग्छ।
हामी साबिक लेखनाथको खानेपानी संस्थानलाई खानेपानी जुन छ हाम्रो, यदि सर्वसर्व तरिकाले खानेपानीले दिन्छ भने, नेपाल सरकारले चलाउँछ भने हामी गाँट्न पनि तयार हुनुपर्छ जस्तो लाग्छ मलाई। फेरि यो विरोध गर्यो भन्छ, वडाध्यक्षले यस्तो गैर जिम्मेवार कुरा गर्यो भन्छ। तर यदि हामीले नसक्ने हो भने हामीले बेलैमा यस्तो कुराहरूमा हामी गाभिन पनि तयार हुनुपर्छ जस्तो मलाई लाग्छ। यो कुरामा म यहाँलाई भन्न चाहन्छु। र खानेपानी संस्थानलाई म के भन्न चाहन्छु भने हरेक हाम्रो यो 48 को कुवाहरूमा चाहिँ बारम्बार उहाँलाई भन्ने गरेको छ, 48 को कुवा, 26 को कुवा, 28 को कुवालाई मात्रै संरक्षण गर्ने हो भने धेरै हामीले पानी यो खानेपानीको समस्या समाधान गर्न सक्यौँ जस्तो लाग्छ। अरू कुराहरू धेरै कुराहरू यहाँले सुझाव दिनुभएको छ। म फेरि पत्रकार साथीहरू अथवा बुद्धिजीवी साथीहरूलाई भन्छु, टिपेर दिनु होला। त्यो कुराहरूमा हामी अवश्य पनि एकजुट भएर अगाडि अब महानगरमा स्थानीय तह मात्रै बाँकी छ जस्तो लाग्छ। अब हामी पछि परिसक्यौँ जस्तो लाग्छ। महानगरमा हामीले खेल्ने भूमिका र यो 26 को यो पर्ने योजना, 27 को अथवा हाम्रो लेखनाथ पौडेलको भन्ला अथवा चन्द्रकालिका मन्दिर भन्ला, दिपाङ ताल भन्ला, यी कुराहरू मात्रै नभइकन यो साबिक लेखनाथको क्षेत्रमा कुन गर्ने हो। अनि यताको हाम्रो यी साबिक वडाहरूले केही रकम पनि हाल्ने, पुँजीगत हिसाबले 2-4 लाख सबैले हालेर भने पनि अगाडि बढ्नुपर्छ। त्यसमा वडा नम्बर 27 तयार छ। यस्ता किसिमले अगाडि बढौँ साथीहरू। अब धेरै कुराहरू गरेर सधैँ हामी कुरा गर्छौँ, आफ्नो डम्फु बजाउँछौँ, निष्कर्षमा पुग्दैनौँ। निष्कर्षमा पुग्नलाई आजको तपाईँले जुन यो उद्देश्यको साथ यो उस गर्नुभयो, यसको ठोस निर्णयमा पुग्न पाऊँ, यही कुराहरू राख्दै पुनः एकचोटि हामी कमी कमजोरी भए सच्याउँदै अगाडि बढ्ने हो। सबै साथीहरू एकजुट छ। आफ्नो आफ्नो वडामा कसरी विकास भइरहेको छ, वडाको कुरा तपाईँहरू सबैले ज्ञात बुझ्नु भएको छ। म हाम्रो लक्ष्मी आदर्श विद्यार्थी भाइ बहिनीहरूको सानो जिज्ञासा जुन त्यो लक्ष्मी आदर्शदेखिको बाटोको विषयमा त्यो चाहिँ यहाँलाई म के निवेदन गर्न चाहन्छु भने त्यो प्रदेश सरकारबाट सुरुमा 50 लाख विनियोजित भएको थियो। अनि त्यसलाई बहुवर्षमा हालेर भने पनि राम्रो बनाऊ भन्ने हाम्रो चाहिँ सल्लाह भयो। त्यसपछि माननीय हाम्रो खबराजीसँग धेरैपट्टि कुरा भएपछि त्यो अहिले बहुवर्षमा 2 करोड 50 लाख विनियोजित भएर टेन्डर भएर अगाडि बढेको कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु। खाल्टाखुल्टी किन पुगेन भन्ने विषयमा खाल्टाखुल्टी तपाईँहरूलाई थाहा छ, पटक पटक वडाले पुगेकै छ। र अहिले मैले त्यहाँ केही यो सडकको रकम केही बाँकी रहेको थियो, त्यो रिसिलिङ गरिदिनु पर्यो साथीहरू भनेर मैले निवेदन गरेको होइन। यो बजेट विनियोजित भइसकेपछि यो चाहिँ अख्तियारमा पर्छ, रिसिलिङ गर्न हुँदैन भन्ने कुरा आएको छ। यो 1-2 महिना तपाईँहरू त्यसरी नै गुजारा गर्नुपर्छ। यो अहिले हालेर त्यहाँ माटो हालेर अथवा ग्राभल हालेर कुनै अर्थ छैन। अहिलेको ग्राभल फेरि यति महँगो छ, एक टिपको 10-15 हजार पर्छ। त्यस कारणले ग्राभलिङ भन्दा पनि अब तपाईँहरू 1-2 महिना तपाईँहरू दुःख काट्नुहोस्। त्यसपछि भएन भने ओडाले गर्ने कुरा म यहाँसँग प्रतिबद्ध गर्दै पुनः एकचोटि यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै आजको निष्कर्ष हामी फेरि पनि भने आयोजक साथीहरूलाई 1, 2, 3 धेरै राख्यो भने पनि फेरि कुन हाल्ने हुन्छ। 1, 2, 3 योजनामा जाउँ। अनि त्यसमा हामी सबै मिलेर वडा अध्यक्षहरू सब एकजुट भएर हामी लाग्छौँ।